सो हेलो गाइज, वेलकम छ हजुरहरूलाई फेरि पनि मेरो मिनी ब्लगमा है। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आजको ब्लग स्टार्ट गर्ला थिएँ बिहान म कुरकुरेदेखि है। सो गाइज हेर्न सक्नुहुन्छ मेरो छोरी कस्तरी बसेकी थिएँ आज बिहान बिहान। सो गाइज त्यसपछि म हातमुख धोएर आइसकेको थिएँ आफ्नो डेली रुटिन पिउनको लागि। मेरो थियो जिराको पानी, यो पिएर चाहिँ त्यसपछि मैले यो जो बचेको थियो उसमा फेरि बेलुकाको लागि मैले रुचाइदिएँ किन फाल्ने भनेर चाहिँ। सो गाइज मेरो छोरी नास्ता खाएर मेरो छोरीलाई मैले नुहाएर रेडी गरिसकेको थिएँ। मेरो छोरी र म जान लागेको थिएँ बाहिर किन जान हुनुहुन्छ, आलु र प्याज खत्तम भएको थियो, म लिन जान लागेको थिएँ। मेरो छोरीलाई बाहिर निकालेपछि चाहिँ यति खुसी हुन्छ मेरो छोरी, हेर्न सक्नुहुन्छ। बाहिर निक्ल्यो भने त आफ्नै उमा हुन्छ मेरो छोरी। सो गाइज म घर आएर मैले दाल भात बनाइसकेको थिएँ। म बनाउनु थिएँ चटनी। मैले खुर्सानी र टमाटर मैले यसमा पोलेर जलाएर त्यसमा मैले धनियाँ अनि नुन स्वाद अनुसार मैले नुन हालिसकेको थिएँ। त्यसपछि मैले बनाउँदा को कोलाई मनपर्छ चटनी, मलाई त एकदम राम्रो लाग्छ चटनी। नुन खुर्सानी हालेर एकदम चटनी बनाएपछि एकदम मस्त हुन्छ गाइज भात खानको लागि। मेरो छोरी साथमा रुन पनि लागि थिएँ। मेरो कामै गर्न दिने गाइज, मेरो छोरी सुतेपछि मात्रै मैले काम गरेँ उठेपछि त मेरो छोरी उठ्यो भने मलाई केही गर्न दिने। हेर्न सक्नुहुन्छ आयो मेरो चटनी रेडी भइसकेको थियो। मस्त भात खानको लागि चटनी रेडी भइसकेको थियो। मेरो छोरी हेर्न सक्नुहुन्छ कति रुन लागि थियो। त्यसपछि मैले मेरो छोरीलाई सुतालिसकेको थिएँ, खानसाना खिलाएर मेरो छोरी सुतिसकेको थियो नुहाएर। म थालेँ कपडा धुन, किनभने मेरो छोरी सुती थियो त मैले भने मौकामा चौका हान्छु भनेर मैले फटाफट कपडा धुन थालेँ। गाइस हेर्न सक्नुहुन्छ मेरो चाहिँ हाम्रो घरमा 3 जना छ, 3 जनाको नि रोज एक बाटा निक्लिन्छ कपडा। यति धेरै कपडा हुन्छ। जसको घरमा बच्चा छ उसलाई थाहा हुन्छ गाइस, बच्चा हुने घरमा कति धेरै कपडा निक्लिन्छ भनेर। सो गाइस हेर्न सक्नुहुन्छ बेलुका चाहिँ यिनीहरू जान लाग्थ्यो बिहामा जाने भनेर चाहिँ यिनीहरू चाहिँ मलाई रेडी गरिदिनु है, मेरो कपाल बनाइदिनु भनेर चाहिँ आइसकेको थिएँ। यिनीहरू मलाई अर्डर दिनको लागि 1 बजे न। म कुनै पार्लरनी त होइन, त्यही पनि अलिअलिको आउँछ, त्यही भएर मलाई भन्नको लागि आएको थिएँ। मैले हुन्छ आउनु बेलुका भनेर मैले कपडा धोइसकेको थिएँ। हेर्न सक्नुहुन्छ गाइस बेलुका बिहानको 2 बजिसकेको थियो। मेरो बुढाको खाना खाने आउने टाइम भइसकेको थियो दोकानबाट। त्यसैले मैले सोचेँ म फटाफट पापड पनि तल्दिन्छु भनेर तल्न थालेँ। कपडा सपडा धोएर मैले तल्न थालेँ पापड। मलाई तल्नु थियो पापड। कोकोलाई मन पापड त राम्रो लाग्छ है, पापड मलाई त एकदम मनपर्छ पापड भातसित खानको लागि। वा पापड सापड तलेर मैले टिफिनमा हालेर राखिदिएँ किनभने नरम हुन्छ भनेर। म पापड एउटा खाँदै बस्न थालेँ। मेरो बुढा कतिखेर आउनुहुन्छ भनेर पापड भातसित खान एकदम आउँछ। सो गाइज मेरो बुढा आइसक्नु भएको थियो दोकानबाट र म खानासाना खाएर हामीले मेरो नाना आउनुभएको थियो बिहामा जानको लागि रेडी हुन। मैले दुसरालाई चाहिँ दुधलाई रेडी बनाएर मेरो नानालाई हेर्न सक्नुहुन्छ रेडी बनाइसकेको थियो। कस्तो देखिनु प्लिज कमेन्टको गरिदिनु होला है। साथमा हुनुहुन्थ्यो मेरो भान्जी पनि। र सो गाइज हेर्न सक्नुहुन्छ सब लोग चल्न। सो गाइज भिडियो मन पऱ्यो मलाई लाइक कमेन्ट सेयर गरिदिनु होला।